कहिलेकाहीँ कस्तो हुन्छ भने नि केही कुराहरू केवल सम्झना मात्रै हुँदैनन्, ती त हाम्रो मनको एउटा कुनामा बसेका न्यानो आत्मीय अनुभूतिहरू हुन्। आज हामी यस्तै एउटा मिठो अनुभूतिको यात्रामा निस्कदैछौँ। एउटा यस्तो कथाको संसारमा डुब्नेछौँ जुन हामीमध्ये धेरैको बाल्यकालको एउटा अविस्मरणीय हिस्सा थियो। ला, आजको हाम्रो यो प्रस्तुति अलिकति फरक छ है। यो कुनै गहिरो जटिल विषयलाई बुझाउनको लागि होइन, बरु एउटा पुरानो कथामा बेरिएको त्यो न्यानो भावना र त्यो मिठो सम्झनालाई फेरि एकपटक जिउनको लागि हो। कथामा जानु अघि एकछिन हामी सबै 90को दशकमा फर्काउन। आँखा चिम्लेर सम्झौँ त, बाहिर सिमसिम पानी परिरहेको आवाज, आफू चाहिँ न्यानो सिरकभित्र, अनि कोठामा बलिरहेको त्यो मधुरो बत्ती। त्यो बेला कस्तो हुन्थ्यो भने दिनभरिको दौडधुप होहल्ला सबै बिस्तारै शान्त हुँदै जान्थ्यो। घरभित्र एकदमै सुरक्षित, एकदमै शान्त महसुस हुन्थ्यो, होइन त? अनि त्यही शान्त वातावरणमा एउटा न्यानो मायालु आवाज कानमा गुन्जिन थाल्थ्यो। सुत्ने बेलामा कसैले कथा सुनाउन सुरु गर्थ्यो, र त्यो कथा थियो, हो, यो कथा हो 3 भाइ सुँगुरहरूको। हरेक भाइ आफ्नो जिन्दगी बनाउने सपना बोकेर आफ्नो बाटो लागेका थिए। ल, सुरु गरौँ है त उनीहरूको यात्रा। अब यी 3 भाइको स्वभाव पनि कस्तो भने एकदमै फरक फरक। पहिलो भाइ, उसलाई चाहिँ जतिखेर पनि हतार, केही सोच्दै नसोच्ने। दोस्रो चाहिँ अलि सोच्ने तर त्यति धेरै होइन। अनि तेस्रो भाइ, ऊ चाहिँ एकदमै धैर्यवान अनि बुद्धिमान थियो। र हो, उनीहरूको यही स्वभावले नै उनीहरूको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दै थियो। अनि भयो के भने सबैले आफ्नो घर बनाउन थाले। त्यो हतार गर्ने पहिलो भाइले झट्टै परालको घर बनाइहाल्यो। दोस्रोले अलि बलियो होला भनेर होला सिन्काको घर बनायो। तर तेस्रो भाइले चाहिँ समय लगाएर एकदमै होशियारीका साथ इँटाको घर बनायो। उनीहरूको यो छनौटले नै देखाउँथ्यो कि कसले तत्कालको आराम खोज्यो र कसले भविष्यको सुरक्षा। यहाँ हेरौँ न, परालको घर र इँटाको घरमा कति ठूलो फरक छ। एउटा छिटो त बन्यो तर त्यो केवल क्षणिक थियो। अर्को बन्न समय लाग्यो तर त्यो एउटा किल्ला जस्तै बलियो थियो, भविष्यका लागि बनेको। वास्तवमा दूरदर्शिताको महत्त्व कति सुन्दर तरिकाले देखाइएको छ है यो कथामा। सबै कुरा ठिकठाक चलिरहेको थियो, तर हरेक कथामा एउटा मोड त आउँछ नि, होइन? हो, यहाँ पनि त्यस्तै भयो। अचानक कताबाट एउटा भोको ब्वाँसो त्यहाँ आइपुग्यो। अब कथाले अर्कै मोड लिन्छ। ब्वाँसो सिधै त्यो परालको घरमा पुग्यो अनि एकदमै मिठो स्वर बनाएर सोध्यो, सानो सुँगुर, के म भित्र आउन सक्छु? उसको आवाजमा कस्तो चलाखी थियो है। तर त्यो सानो सुँगुर पनि के कम, उसले पनि भित्रैबाट करायो, मेरो चिउँडोको रौँ पनि हल्लिँदैन। कथाको यो संवाद त हामीलाई अझै पनि याद छ होला, होइन र? तर ब्वाँसोको शक्ति अगाडि परालको घर कहाँ टेक्नु। उसले एकैचोटि जोडले फुक्यो अनि फुस, घर त क्षणभरमै भत्क्यो। बिचारा पहिलो सुँगुर ज्यान जोगाउन रुँदै कराउँदै आफ्नो भाइको घरतिर भाग्यो। अनि सिन्काको घरको हालत पनि उस्तै भयो। ब्वाँसोले त्यसलाई पनि सजिलै भत्काइदियो। अब त दुवै भाइहरूको होस उड्यो। उनीहरू आफ्नो ज्यान जोगाउन दौडिँदै तेस्रो भाइको घरतिर लागे। अब कथाको सबैभन्दा महत्त्वपूर्ण क्षण आयो। दुवै भाइहरू डराएर काँप्दै आफ्नो अन्तिम आशा त्यो बलियो इँटाको घरमा पुगेर भित्र पसे। ब्वाँसो पनि के कम, हुसले आफ्नो पुरै बल लगायो। उसले फु गर्यो, फा गर्यो, फेरि फुक्यो, जति सक्दो बल लगाएर फुकिरह्यो। तर त्यो इँटाको घर टसको मस भएन। हो, यही हो कथाको सार, जहाँ मेहनत, धैर्य र बुद्धिको अगाडि ठूलोभन्दा ठूलो खतराले पनि हार्छ। घर जस्ताको तस्तै उभिरह्यो। अनि यो कथाले हामीलाई घरको साँचो अर्थ के हो भनेर सिकाउँछ, होइन त? घर भनेको केवल इँटा वा ढुङ्गाले बनेको संरचना मात्र होइन रहेछ। घर त त्यो ठाउँ हो जुन माया, हेरचाह र भविष्य सोचेर बनाइन्छ, एउटा सुरक्षित किल्ला। ल, कथा त यहाँ सकियो। ब्वाँसोले हार मान्यो, तीनै भाइ सुँगुर सुरक्षित भए। तर कथा सकिए पनि त्यसले छोडेको त्यो अनुभूति, त्यो अझै बाँकी छ। फेरि एकपटक त्यही 90को दशकको न्यानो सम्झनामा फर्काउन। आखिर किन यस्ता सामान्य कथाहरू हाम्रो मनमा गडेर बस्छन् होला? सायद किनभने यिनले हामीलाई जीवनका ठूलठूला पाठहरू जस्तै धैर्य, बुद्धि, सुरक्षाको महत्त्व एकदमै सरल तरिकाले सिकाए।
हामी जतिसुकै ठूलो भए पनि यी कथाहरूले दिएको त्यो पाठ र त्यो न्यानोपन कहिले पुरानो हुँदैन। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। जसरी यो 3 सुँगुरको कथा धेरैको सम्झनाको हिस्सा हो, त्यस्तै अरू कुन चाहिँ बाल्यकालको कथा होला जसको प्रतिध्वनि आज पनि मनको कुनै कुनामा गुन्जिरहन्छ?